So hello guys, welcome back to my channel Neupani Gamer. Hello guys, welcome back to my channel Neupani Gamer. Okay, so hello guys, welcome back to my channel Neupani Gamer. So I hope हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला हैन, म पनि सन्चै छु र यस दिस इज द माई न्यू च्यानल. सो मैले चाहिँ हिजो भर्खरै युट्युब च्यानल चाहिँ क्रिएट गरेको छु. अब यो भिडियो चाहिँ मैले कति दिनमा अपलोड गर्छु के गर्छु आई डोन्ट नो. आजै नि अपलोड गर्न नि सक्छु. सो मैले चाहिँ भिडियो चाहिँ सुट गरिसकेको छु होइन, स्टार्ट गरेको छु. अब के बोल्छु त्यो पनि मलाई थाहा छैन होइन. र नयाँ च्यानल खोल्नुको रिजन अनि च्यानल नेम चाहिँ पुरानै नेउपाने गेमर राख्नुको रिजन त्यो पनि म बताउने नै छु. भिडियोलाई चाहिँ प्लिज स्किप नगर्नु होला. अनि च्यानलमा नयाँ हुनुहुन्छ नै आई नो, थाहा छ. सो सबजनाले प्लिज सब्सक्राइब गरिदिनु होला. टार्गेट चाहिँ 1K सब्सक्राइबकै गरमै. अब 1 वर्ष लाग्ला, 2 महिना लाग्ला, 1 महिना लाग्ला, 2 दिन लाग्ला, आई डोन्ट नो. तर 1K सब्सक्राइबरको चाहिँ टार्गेट अब फर्स्टमा चाहिँ हामीले त्यो गरिन्छ. किनकि 100 सब्सक्राइबरबाट टार्गेट गर्न पनि हुन्थ्यो. किनकि आई नो मेरो चाहिँ मेन च्यानल छँदैछ जुनमा कि भर्खरै 22K सब्सक्राइबर नि पुगेको छ. सो मलाई लाग्छ आई थिङ्क 1K सब्सक्राइबर 100-200 सब्सक्राइबर पुर्याउनको लागि चाहिँ खासै मेहनत चाहिँ लाग्दैन होला जस्तो लाग्छ होइन. किनकि मेरो चाहिँ अलरेडी छ च्यानल. सो त्यो च्यानलबाट चाहिँ मलाई मन पराउने सबले चाहिँ सब्सक्राइब गर्नुहुन्छ नै भन्ने आशा गरेको छु. सो अब यो आशालाई चाहिँ नतोडिदिनु होला होइन. अनि त्यसपछि म चाहिँ भर्खर नुहाइँदै गरेको पनि हो. अनि यो च्यानल खोल्नुको रिजन अनि नेउपाने ग्यामर चाहिँ किन राख्ने, किनकि मेरो चाहिँ फर्स्टमा चाहिँ मैले चाहिँ युट्युब च्यानल स्टार्ट गर्दा चाहिँ मेरो च्यानलको नेम चाहिँ दिलीप नेउपाने नै थियो. होप तपाईँहरूलाई धेरैजनालाई थाहा पनि छैन होला स्टार्टिङमा. सो सबसे स्टार्टिङमा मेरो युट्युबको पहिलो भिडियो भनेको स्क्रिनमा ब्याकग्राउन्डमा पनि देख्न सक्नुहुन्छ. सो मेरो पहिलो युट्युबको भिडियो भनेको चाहिँ अरू मेरो साथीहरूसँग गराएको थियो. हल्का कमेडी टाइपको भिडियोहरू होइन, फिल्म टाइपको. अनि त्यसबाट नै म चाहिँ अब युट्युबमा चाहिँ अब भिडियो बनाउन चाहिँ मलाई चाहिँ जस इच्छुक लाग्यो. अनि त्यसपछि म चाहिँ युट्युबमा चाहिँ स्टार्ट भएँ. 9-10मा पढ्थ्यो होला. लकडाउन लगभग सकिएको थियो, कोरोना चाहिँ लगभग सकिएको थियो होइन. त्यहाँदेखि चाहिँ स्टार्ट गरेँ. अनि हल्का मेरो बारेमा नि बताउँछु तपाईँहरूलाई. अनि त्यसपछि मेरो स्टार्टिङ भिडियोहरू भनेको चाहिँ हल्का कमेडी भिडियोहरू अनि फिल्म टाइपको भिडियो, सर्ट मुभीहरू, नेपाली मुभीहरू अब जस्तो जानिन्थ्यो. अब जोसमा सोचेर उतिखेर अब भाइहरू मिल्दाखेरि चाहिँ बनाइहालिन्थ्यो. जसो एडिट गरेर अपलोड गरिन्थ्यो. सो स्टार्टिङ चाहिँ मैले त्यो गरेको थिएँ. तर त्यसमा पनि मैले 300-400 सब्सक्राइबर, 500-600 सब्सक्राइबर चाहिँ मैले इन्क्रिज गरेको पनि थिएँ. अनि अलिअलि बेस युट्युब च्यानल छ भन्ने चाहिँ अलिअलि भएको थियो. तर त्यसमा चाहिँ कन्टिन्यू गर्न चाहिँ सकिएन. अब थाहा नै छ स्टार्टिङमा चाहिँ साथ कसैले दिँदा पनि दिँदैन. अनि त्यही माथि मान्छे नि कम हुन्छ. अनि त्यस्तो टाइपको भिडियोहरू बनाउँदा मान्छे धेरै नै लाग्ने भयो. त्यस कारणले चाहिँ त्यो भिडियो बनाउन अलि सकिएन. अनि मैले चाहिँ बिस्तारै अनि मैले चाहिँ युट्युबतिर अब एकदम आफूलाई इन्ट्रेस्ट लाग्न थाल्यो भिडियो हाल्न. अनि भ्लगिङ नि नै मेरो चाहिँ च्यानल नेउपाने ग्यामर भनेर चाहिँ मैले चाहिँ स्टार्ट गरेको थिएँ पहिला चाहिँ 3-4 वर्ष अगाडि चाहिँ. अनि त्यसमा नि मलाई चाहिँ 2-4 महिनामा चाहिँ मैले एकदम राम्रो सपोर्ट पाएको थिएँ त्यो च्यानलमा चाहिँ. जुन कि अहिले चाहिँ च्यानलको नेम चाहिँ चेन्ज छ. तर अनि 22K सब्सक्राइबर मेरो भर्खरै पनि पुगेको छ मेन च्यानलमा. तपाईँहरूलाई थाहा नै छ होला. सो सबजनाले त्यहीबाट नै आउनुभएको छ यो नयाँ च्यानलमा चाहिँ. यदि कोही नयाँबाट आउँदै हुनुहुन्छ भने पनि त्यो च्यानललाई भिजिट गर्न सक्नुहुन्छ. नेपु भ्लग्स रहेको छ. अनि त्यसपछि सब्सक्राइब गर्नु होला, यताउता दुइटैतिर माया देखाउनु होला. अनि यो च्यानल गराउनुको खास कारण चाहिँ अब मैले त्यो च्यानलमा चाहिँ मेन च्यानलमा चाहिँ मैले कन्टिन्यू भ्लगहरू हल्का गेमिङहरू चाहिँ अपलोड गरिरहेको हुन्छु. त्यसमा चाहिँ सजेस्टहरू दिइरहेको हुन्छु. मेन च्यानल रहने नै छ, डेली कन्टेन्टहरू जाने नै छ. जस्तो तस्तो भए पनि कन्टेन्टहरू चाहिँ मैले दिने नै छु. र अहिलेको यो च्यानलको लागि खोल्नुको रिजन भनेको चाहिँ सो मलाई लगभग धेरैजना साथीहरूले चाहिँ अझै पनि नेउपाने गेमर भनेर नै चिन्नुहुन्छ होइन. अनि त्यस कारणले नाम नि मैले त्यही नै राखेँ. अरू नै राख्ने सोच थियो. तर भयो अब जुन नामले मलाई अब बोल्न सजिलो हुन्छ, मान्छेहरूले चिन्न सजिलो हुन्छ, नेउपाने ग्यामरबाट नै चिन्नु भएको थियो. त्यस कारणले त्यो नेम चाहिँ मैले राखेको छु. अनि त्यसपछि त्यही त हो गाइजहरू. अनि भर्खरै स्टार्ट गरेको छु यो च्यानल चाहिँ. अनि यो च्यानलमा चाहिँ मैले
मोबाइलमा चल्ने अल ओभर गेमहरू चाहिँ म अपलोड गर्नेछु। डेली चाहिँ मैले यसमा हाल्दिनँ। सो हप्तामा एउटा चाहिँ बेस हाल्छु भन्ने सोचेको छु। सो जे भयो नि अब डेली नहाले पनि हप्तामा एउटा भन्ने सोच छ। यदि हप्तामा नै हालिनँ भने चाहिँ जस कुनै कुनै बेला यो कन्टेन्ट आउँछ राम्रो तरिकाले चाहिँ कन्टेन्ट हाल्नेछु। गेमिङ कन्टेन्ट नै हाल्नेछु मैले यो च्यानलमा। सो यसमा चाहिँ अब गेम रिलेटेड सबै हुन्छ। मोबाइलमा चल्ने गेमहरू सबै मैले अपलोड गर्ने नै छु। अनि त्यसपछि अब मसँग पिसीहरू ल्यापटपहरू त छैन। त्यही पनि अब पिसी ल्यापटपहरू यदि भइहाल्यो साथीहरू भयो यताउतिबाट चाहिँ गरेर पनि मैले चाहिँ अपलोड गर्न नै सक्छु। आई डोन्ट नो, तर जे होस् गेमिङ च्यानल चाहिँ अब मेन च्यानल चाहिँ मेरो यही नै हुनेछ गेमिङको लागि चाहिँ। गेम रिलेटेड मैले चाहिँ सबै भिडियोहरू चाहिँ यसमा अपलोड गर्नेछु। राम्रो राम्रो कन्टेन्टहरू चाहिँ दिने हजुरहरूलाई प्रयास गर्छु, ट्राई गर्ने नै छु। अनि मेन च्यानलमा चाहिँ मैले डेली नै कन्टेन्ट अपलोड गर्नेछु। भ्लगिङहरू, मोटो भ्लगहरू अपलोड गर्ने नै छु। सो यो च्यानल चाहिँ मैले ब्याकअप तरिकाले पनि राखेको छु। अनि यसमा चाहिँ जस राम्रोसँग अपलोड गर्ने तरिकाले त्यो सोचले गरेको छु। अनि यो पहिलो भिडियो, यो च्यानलमा पहिलो भिडियो कस्तो टाइपले बनाऊँ एकदम मैले सोचेँ है, रातभरि सोचेँ। अनि जस अब एक्लै गर्न गाह्रो नै हुन्छ कि राम्रोसँग दामी तरिकाले सोचौँला भनेर चाहिँ गरिरह। तर ठिकै छ, आफ्नो बारेमा नि केही गरौँ न, केही भनिदिउँ न भन्ने सोचले किन खोलेँ यताउति भनेर होइन। अब खोल्न त मैले त्यही नै खोलेँ। अब यसमा चाहिँ डेली हाल्न चाहिँ मैले सक्दिनँ। दुईवटा च्यानलमा काम गर्न डेली चाहिँ सक्दिनँ। होप अब पहिला जस्तै माया पनि यो च्यानलमा चाहिँ मैले पाउनेछु भन्ने आशा पनि गरेको छु होइन। अनि के बोलिरहेको छु मलाई पनि थाहा छैन। सो नराम्रो चाहिँ नमान्नु होला। अनि त्यसपछि अरू त के भनौँ गाइजहरू, त्यही सब्सक्राइब गर्न पऱ्यो, सपोर्ट गर्नु होला। मैले चाहिँ जस्ट यो च्यानल मात्रै ओपन गरेको छु। इन्स्टा, टिकटक, फेसबुकहरू चाहिँ मेरो पुरानै हुनेछ। यो भिडियोमा, यो च्यानलमा अपलोड गरेका भिडियोहरू मैले त्यसमा नै अपलोड गर्ने नै छु। र तपाईँहरू सबैलाई थाहा नै छ होला। सो मेरो हल्का इन्ट्रोडक्सन पनि दिन्छु। सो माई नेम इज दिलीप नेउपाने होइन। अनि म चाहिँ अहिले काठमाडौँतिर छु। काठमाडौँ भन्नाले पनि यता भक्तपुरतिर छु। सो भ्लगिङहरूमा तपाईँहरूले देखिरहनु भएको नै छु। मैले चाहिँ खासै अब त्यस्तो केही गरेको पनि छैन। जस्ट अब पढाइ ड्राइभहरू चाहिँ मैले चलाइरहेको छु। अनि यस अब यो गेमिङको लागि मलाई चाहिँ धेरैजना सपोर्ट मिलेकै मेरो गेमिङबाट हो। सो मैले चाहिँ अब गेमिङमा डेली हाल्न चाहिँ नसकेको कारण कन्टेन्ट नराम्रो भएर हो एउटा कुरा चाहिँ। मैले जुन गेम खेल्थेँ त्यसमा चाहिँ डेली बेसमा हाल्नको लागि कन्टेन्ट थिएन। अनि कहिलेकाहीँ अपलोड गर्नलाई चाहिँ दामी दामी कन्टेन्ट चाहिँ आउँछ, गर्न सकिन्छ भनेर चाहिँ यो च्यानल खोलेको छु। सो प्लिज सबजनाले सब्सक्राइब गर्नु होला, सपोर्ट गरिदिनु होला, छिट्टो 1K सब्सक्राइबर पुऱ्याउनु होला। सो मैले चाहिँ हप्तामा एउटा चाहिँ अपलोड गर्ने प्रयास गर्छु यो च्यानलमा भिडियो चाहिँ, एकदम राम्रो कन्टेन्टहरू। सो तपाईँहरूले चाहिँ कमेन्टमा कुन कुन गेमहरू खेल्दा बेस्ट हुन्छ सबै गर्नु होला। अनि यस हाम्रो भर्खरै रिलिज भएको मायालु गेम, स्पेसल्ली त्यो गेम आउने नै छ। र मलाई सबजनाले चिन्नु भएको भनेको चाहिँ बसुन्नटा रिनोन्सा गेमबाट चाहिँ हो। सो बसुन्नटा रिनोन्सा गेम पनि यो च्यानलमा चाहिँ मैले अपलोड गर्ने नै छु। एकदम नयाँ मोडहरू आउँदाखेरि चाहिँ रिभ्यू भन्दा पनि पहिलाको तरिकाले भन्दा पनि एकदम फरक तरिकाले जस मान्छेलाई भिडियो हेर्नलाई चाहिँ इन्टरटेनमेन्ट होस् त्यो हिसाबले चाहिँ गराउने सोचमा छु। सो त्यसको लागि डेली गर्न चाहिँ सकिनँ, त्यस कारणले यो च्यानल खोल्नुको कारण एउटा रिजन त्यो पनि हो। राम्रोसँग एडिट गरेर अपलोड गरेर क्वालिटी सहित तपाईँहरूलाई देखाउने प्रयास गर्नेछु। अनि त्यही हो गाइस, अब इन्ट्रोडक्सन त्यही हो। अब नाम तपाईँहरूलाई थाहा नै छ। अनि एज चाहिँ मेरो अब 22 पुग्न थालिसकेँ। फागुन 22 गते चाहिँ 22 पुगिहाल्छु, म पुरा हुन्छु। अनि त्यही हो, अब यस्तैहरू चलिरहेको छ। अब कन्टेन्ट राम्रो गराऊँ भन्ने सोचले चाहिँ मैले गराइरहेको छु। अब अहिले पनि जस्तो तस्तो मिल्छ मैले चाहिँ गराइसकेँ यो भिडियो चाहिँ है। सो धेरै लामो कुरा पनि नगरौँ, तपाईँहरूलाई बोर पनि नगराइदिउँ। अनि त्यही हो, सपोर्ट गरिदिनु होला। अब चाहिँ दामी तरिकाले खतरा बेस आउनेवाला छ यो च्यानलमा। सो सबजना वेटिङमा बस्दिनु होला। सो यति भन्दा यो भिडियोलाई मैले यही इन्ड गर्न चाहन्छु। थ्याङ्क यू सो मच फर वाचिङ।